के तपाईको पनि जापानको भिजा सकियो वा भिजा बिग्रियो? जापानमा आफ्नो करियर बनाउने सपना छ, भिजा बिग्रियो, कम्पनीले भिजा थप्न मानेन, तर तपाईलाई भने अझै जापानमा काम गर्न मन छ। तर भिजाको चक्करले रोकिएको छ। नमस्ते साथीहरू, यो च्यानलमा स्वागत छ। आज हामी तोकुते खाचुदो भिजाको बारेमा कुरा गर्नेछौँ। एउटा यस्तो अवसर जसले तपाईको जापान यात्रालाई सजिलो बनाउनेछ। यो भिडियो हेरेपछि तपाईको बाटो स्पष्ट हुनेछ। तोकुते खाचुदो भिजा के हो? यो जापानको डिजाइनेटेड एक्टिभिटिज भिजा हो, जुन विशेष परिस्थितिका लागि डिजाइन गरिएको भिजा हो। कल्पना गर्नुस्, तपाईँ जापानमा पढाइ सक्नु हुँदैछ, तर जागिर पक्का भएको छैन, अथवा कम्पनीले काम दिएन, भिजा सकियो। यो भिजाले तपाईलाई 6 महिना वा 1 वर्षसम्म जापानमै बसेर भविष्य बनाउने मौका दिन्छ। यो कुनै पनि काल्पनिक कथा भने होइन, यो जापानको इमिग्रेसनको नियमले दिएको वास्तविक अवसर हो। यो भिजाको खासियत भनेको यसले तपाईलाई समय दिन्छ, जुन तपाईको सपना पूरा गर्न ठुलो कुरा हो। यो भिजा तपाईको मेहनतको इनाम हो। यदि तपाईसँग लक्ष्य छ भने तोकुते खाचुदोले तपाईलाई जापानको ढोका खोल्न मद्दत गर्छ। यो मौका लिनुहोस्, किनकि तपाईको सपना त्यसैको पर्खाइमा छ। अब यो भिसा कसरी लिने भन्ने बारेमा चिन्ता भयो होला। प्रक्रिया एकदमै सरल छ, ध्यान दिएर सुन्नु होला। तपाईले जापानको इमिग्रेसन अफिसमा यो भिजाको लागि आवेदन दिनुपर्छ। यसको लागि अत्यावश्यक कागजातहरू भनेको तपाईको पासपोर्ट, तपाईको ग्रेजुएसन प्रमाणपत्र र तपाईको ब्याङ्क ब्यालेन्स। जस्तै तपाईको जापानको ब्याङ्कमा 2 देखि 3 लाख जापानिज येन बराबरको ब्याङ्क ब्यालेन्स हुनुपर्छ र तपाईले एउटा फर्म भर्नुपर्ने हुन्छ, जसमा तपाईको योजना स्पष्ट राख्नुहोस्। जस्तै कि म जापानमा जागिर खोज्न चाहन्छु र मलाई केही टाइमको लागि भिजाको आवश्यकता छ भनेर तपाईले एप्लाई गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले आवेदन शुल्क तिरेपछि 1 देखि 2 महिनामा नतिजा आउँछ। यो एउटा प्रोफेसनल तरिका हो जसले तपाईलाई सफल बनाउँछ र भिजा पाउनमा मद्दत गर्छ। र साथीहरू, यो थियो तोकुते खाचुदो भिजाको छोटो र स्पष्ट जानकारी। यो भिजाले जापानमा तपाईको करियरको फ्युचर तयार गर्छ। थप जान्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। यो भिडियो उपयोगी लागे लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।